वेट, यदि तपाईले वर्ड क्याम्प नेपाल 2026 को टिकट लिँदै हुनुहुन्छ भने तपाईले पहिलो काम भनेको यो एउटा गर्नुपर्ने हुन्छ। त्यो हो वर्डप्रेसमा एउटा एकाउन्ट बनाउने। त्यसको लागि तपाईले कुनै पनि एउटा ब्राउजर खोल्नुस् र त्यहाँ तपाईले login.wordpress.org/register भनेर सर्च गर्नु होला र यहाँ तपाईले आएर आफ्नो एउटा युजर नेम बनाउनुस्। त्यसपछि यहाँ तपाईले आफ्नो एउटा इमेल आइडी राख्नु होला र यहाँ तपाईहरुले चाहिँ यसलाई टिक लगाइदिएर तपाईले क्रिएट एकाउन्ट गर्नुस्। ओके, अब यति भएपछि तपाईहरुले आफ्नो जीमेल आइडीमा गएर त्यहाँ चेक गर्नुस्। एउटा भेरिफिकेसन लिंक चाहिँ त्यहाँ पठाइएको छ, त्यहाँ चाहिँ हामीले के गर्ने छौं त एक्टिभेट गरिदिने छौं। त्यसको लागि यहाँ देख्न सक्नुहुन्छ यसरी भेरिफिकेसन लिंकको लागि एउटा मेल आएको छ, क्लिक गरौँ र यसलाई क्लिक गरेर हामीले हाम्रो एकाउन्ट चाहिँ यहाँ तयार गर्दै छौं। अलराइट, सो मैले चाहिँ अब एउटा पासवर्ड तयार गर्छु र यहाँ तपाईले छ भने आफ्नो वेबसाइटको लिंक राख्नुस् र आफ्नो लोकेसन राख्नुस्, अकुपेसन राख्नुस् र तपाईहरुको इन्ट्रेस्ट राख्नुस्। त्यसपछि लास्टमा क्रिएट एकाउन्ट गर्नुस्। कंग्रेचुलेसन्स, तपाईहरुको चाहिँ अब एकाउन्ट क्रिएट भइसकेको छ। अब तपाईहरुले सिधा login.wordpress.org मा गएर यहाँ तपाईहरुले चाहिँ आफ्नो प्रोफाइल चाहिँ यसरी देख्न सक्नुहुन्छ। ओके, आफ्टर दैट अब तपाईले वर्ड क्याम्प नेपालको टिकटको लागि प्रोसेस गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले कुनै पनि ट्याबमा आएर सिधै वर्ड क्याम्प नेपाल 2026 हान्दा पनि हुन्छ अथवा चाहिँ तपाईले nepal.wordcamp.org/2026 टाइप गर्दा पनि हुन्छ। ओके, सो अहिलेलाई भने अलरेडी मेरो यहाँ ट्याबमा छ, सो मैले चाहिँ गेट टिकटमा मैले क्लिक गरे। त्यति गरिसकेपछि अब तपाईले यहाँ डिफ्रेन्ट टिकट्सहरु देख्न सक्नुहुन्छ र अब यसमा हेर्नुस्, तपाईले एक्सेस र बेनिफिट्सहरु हेर्नुस् र तपाईले चाहिँ कुन चाहिँ लिन चाहनुहुन्छ त्यो हेरेर लिन सक्नुहुनेछ। सो अहिलेलाई भने मैले अर्ली बर्ड टिकटलाई चाहिँ एउटा क्वान्टिटीमा चाहिँ लिन्छु। तपाईले डिफ्रेन्ट क्वान्टिटीमा पनि लिन सक्नुहुन्छ। सो अहिलेलाई मैले अर्ली बर्ड एउटा टिकट क्वान्टिटीमा चाहिँ मैले लिए। सो मैले चाहिँ रजिस्टरमा क्लिक गरे। ओके, अब यहाँ तपाईले भर्खरै बनाउनु भएको जुन वर्डप्रेसको एकाउन्ट छ त्यसैको तपाईले आइडी र पासवर्ड राख्नु होला। ओके, राखिसकेपछि अब तपाईले लगइनमा क्लिक गर्नुस्। दैट्स अल। अब तपाईले यहाँ सोधिएका सम्पूर्ण डेटाहरु तपाईले फिलअप गर्नुपर्ने हुन्छ। सो अहिलेलाई चाहिँ मैले सम्पूर्ण डेटाहरु फिलअप गर्छु। ओके, यहाँ देख्न सक्नुहुन्छ अब तपाईले कन्ट्याक्ट नम्बर राख्नुस्। मैले चाहिँ अहिले कुनै एउटा र्यान्डम नम्बर राखे हैन। त्यस्तै गरी तपाईले वेबसाइट छ भने आफ्नो वेबसाइट राख्न सक्नुहुन्छ यहाँ। त्यस्तै गरी तपाईले अर्गनाइजेसन एबीसी अर्गनाइजेसनको नाम राख्नुस्। अर्गनाइजेसनको तपाईको त्यो अर्गनाइजेसनमा के छ पोजिसन सबै कुराहरु तपाईले फिलअप गर्नु होला। यो एकदमै सिम्पल छ र तपाईले यहाँ टी-शर्ट साइज पनि राख्नु होला। कुन चाहिँ छ तपाईको टी-शर्ट साइज। सो मैले चाहिँ मिडियम राखे। त्यस्तै गरी तपाईले यो कन्ट्रिब्युटर डे भनेको फर्स्ट डे हो। सो फर्स्ट डे तपाईले जोइन हुने नहुने तपाईले चाहिँ राख्नु होला। त्यस्तै गरी तपाईले लेभल के छ त्यो पनि तपाईले चाहिँ यहाँ राख्नु होला र राखिसकेपछि सबै कुराहरु तपाईले यहाँ वन बाइ वन तपाईले भरिसकेपछि चाहिँ यहाँ सबै कुराहरु भरेपछि लास्टमा गएर यस कन्डक्ट यस गर्नुस् र सबै कुराहरु तपाईले यहाँ बनाइसकेपछि अब के गर्न सक्नुहुन्छ त भन्दाखेरि केबाट पेमेन्ट गर्ने भन्ने छ र मैले चाहिँ नेपालमा भएको हुनाले खल्ती मैले छाने र चेक आउट गर्दिए। ओके, अब तपाईले यहाँ खल्तीको तपाईले एकाउन्ट हाल्नु होला र हालेर सबमिट गर्ने बित्तिकै तपाईको चाहिँ अब एउटा टिकट चाहिँ क्रिएट हुनेछ र त्यो टिकटको तपाईको इमेल भर्खरै कन्फर्मेसन पनि आउनेछ पेमेन्ट हुने बित्तिकै र त्यो टिकट तपाईले चाहिँ कन्फर्म भइसकेपछि हामी अब सिधै वर्ड क्याम्प नेपाल 2026 जनवरी 23-24 मा भेट हुनेछौं। सी यू देयर।